सबभन्दा पहिला चाहिँ म के भन्न चाहन्छु भने मेरो अगाडिपट्टि यति धेरै आरोप आइसकेपछि त मेरो झोला छ, झोला ल्याउनु त। अगाडि झोला छ, ल्याउनु झोला। झोला कहाँ छ ल्याइदिनु ऊ त्यहाँ अगाडि। ठिक छ। अब यत्रो ठुलो आरोप आएपछि होइन झोला त ल्याउनु परिहाल्यो। नबोक्नु झोला बोकेपछि नि 1000-1500को झोला बोकिन्न। यो चाहिँ थाहा छ, अघि भन्दै हुन्थ्यो दुर्गा प्रसादले के भनेर लुई भेटनको होइन, यो चाहिँ लुई एडम्सको 1 लाखको झोला हो है साथीहरू। अलि महँगै झोला बोक्ने कि झोले भइसकेको छ हो कि होइन। तर यो आरोप चाहिँ यसको खण्डन चाहिँ म झोला बिसारै गर्छु। अब त्यो बिसाएको अलिक नयाँ चिज भन्लान् कि साथीहरूले भनेको उही झोले सोले भन्नुभएको छ। यो त सुन्दा हो, मैले बानी परिसक्यो, पचाइसकेँ मैले यो। तर म झोले चाहिँ होइन है फेरि साथीहरू। बरु भन्नुहोस् मलाई सुटकेस भन्नुहोस् न, अलि साइज अलिक ठुलो हुन्छ। 90 किलो छु यार, हो कि होइन। सुटकेस बोकेर हिँड्ने बानी पनि त छन् मेरो, छैन र। झोला बोकेर अमेरिका पुगेँ, हो कि होइन। तिमीले मलाई जतिसुकै उडाए पनि खोइ त अहिलेसम्म गएको त थाहा छैन मलाई। कमेडी बाजमा चाहिँ तपाईँ आइदिनु पर्यो भनेर फोन आएपछि नि मैले 2-3वटा एपिसोड चाहिँ डिनाइ गरेँ। को गेस्ट भने म सँगसँगै सुन्नु है, प्रकाश भुजेल भने ए डिनाइ भने मैले। अनि फेरि त्यसपछि पनि मलाई फोन आयो टिमबाट, फेरि यस्तो फोन कि नाइ भन्न नसक्ने मान्छेले फोन गर्ने के मलाई। फेरि आरतीको फोन आएको नि साथीहरू फेरि। अनि फेरि डिनाइ गरेँ। अनि एक दिन मलाई बेलुका चाहिँ भोइस मेसेज आयो कि पूर्व सञ्चार, मसँग छ है फेरि भोइस सुनाइदिन्छु फेरि म तपाईँलाई। पूर्व सञ्चार मन्त्री राष्ट्रसभाको मान्यजी जगदीश खरेल चाहिँ तपाईँसँग चाहिँ गेस्ट हुने भयो, तपाईँ कन्फर्म गरिदिनुहोस् भने। ठिक छ, चिनेको मान्छे होइन, राम्रो। अनि त्यसपछि लिएर ओके गरेँ मैले। ओके गरेँ, थाहा छ 2 दिन अगाडि मैले प्लेन टिकट काटेको। प्लेन टिकट फेरि अहिले सस्तो छैन के, यो हवाई इन्धन बढ्यो नि त। 6,000 प्लेन टिकट काटेको छु मैले अहिले। यो हिसाब गरौँ न, आउँदा 6,000 जाँदा 6,000, 12,000 होटलको भाडा 24,000। 24,000 त यार यो पुरै कार्यक्रम हाले पनि युट्युबले पैसा दिन त्यति त। सुन्दरको लागि भनेर चाहिँ म चाहिँ भाइले ओहो ठिक छ गइदिउँ, अब खर्च गरेर गइदिउँ। जति मैले खर्च गरेको छु उसको युट्युबको रेभेन्यू छैन 1 महिनाको। अझ रातभरि ओल्ड हेरेको छु मैले। बिहान उठ्न सकिनँ कि भनेर अझ अलार्म लगाएको छु मैले। बिहान फर्स्ट फ्लाइट छ है, 7:50 छ फ्लाइट। अनि अलार्म बज्यो, उठ्न झ्याउला छ। नुहा छैन आज मैले, थाहा छ। यति त मलाई गनायो भन्दा छ झन्। अनि त्यसपछि मिच्दै एयरपोर्ट गएँ म। अनि फेरि फोन गरेँ हाम्रो यही टिमको साथी नबनाऊ कि उहाँको नाम फेरि तपाईँले त मेरो धेरै नै धोका दिनुभएको छ आज। ब्लक हान्नु गयो। अनि सुन्नुहोस् है, बिहान अब एयरपोर्टसम्म त गाडीमा आउनु पऱ्यो नि त। मैले कोट सर्ट लगाएँ कि, सर्ट प्यान्ट लगाएँ, कोट लगाएँ टक्क। बारेन टाइपकै कोट थियो मेरो, त्यो कालो लगाएँ। अनि गाडीमा स्टियरिङमा ठ्याक्कै बसेँ। झ्रासै भएँ कि म त। त्यो विशाल भण्डारीको कमेडी नाइट्समा जाँदै छैन, म त सुन्दर खनाल हो कमेडी फ्यासमा जाँदैछु, के खाने कोट लाउनु पर्यो। अनि फेरि गएर कोट खोलेर टी सर्ट लगाएर आएको हो कि। जब म ल्यान्ड भएँ नि, ल्यान्ड भएर होटेलमा आएर मैले मेरो अङ्कललाई फोन गरेँ कि अङ्कल आज ड्युटी अफ गरौँ न, नजानु कि तपाईँ, म आज कमेडी बाजमा चाहिँ म जानुपर्ने छ। अनि उहाँले फेरि हेर्नु भएको रहेछ, ए कमेडी त्यो सुन्दर खनाल होइन। अनि को हो त सँगै गेस्ट, म जोपातीसँग आउँछु। सञ्चार मन्त्री, पूर्व सञ्चार मन्त्री जगदीश खरेलसँग छु म भने। अनि अङ्कल थाहा छ, ए हो एकदम हाइट बढ्छ, त्यो राम्रो हुन्छ, जानु रे। बिचरा अङ्कलले आज छुट्टिएर आउनु भएको छ यार जगदीश सरलाई भेट्ने। अनि त्यसपछि लिएर आइयो, कफी खाँदै थिएँ होइन, एउटा मान्छे चाहिँ टक्क दौरा सुरुवाल लाएर आयो होइन। अनि त्यसपछि लिएर हात दिएर जगदीश खरेल
अनि मैले भने म त सन्तोष देउजा जगदीश खरेल होइन भने क्या मलाई के लाग्यो भने आज यो चाहिँ यो दुईटा पात्र आउँदैछन् सन्तोष देउजा र जगदीश खरेल भन्ने ती दुईटा पात्र आउँदैछन् हल्ला भयो होला होइन छेउछाउमा चाहिँ बिहे पार्टीतिर जान लागेको मान्छे चाहिँ छिर्यो होला अनि एकछिन पछि तपाईँको चाहिँ यहाँ आयो भित्र मेकअप रुममा अनि मलाई के भन्छन् त्यो टिमको साथीले लगेर टोइलेटमा लगेर तपाईँ एउटा दुर्घटना भयो नि भन्छ मलाई भनिदिएको यार साथी यार कति लुकाउने नाम गोपी चापागाई यार नाम भन्दै अनि के भयो दुर्घटना भन्ने मलाई त लाग्यो अब आज सुटिङै क्यान्सल हो कि के हो अनि के भयो भनेको यार म तपाईँलाई त फेरि मैले भनिहालेँ यो त अर्कै जगदीश खरेल पो पर्नुभयो त अनि मैले के भन्यो भने अब म के गरौँ म फर्क्यौँ त भने लाज हुन्छ छोड्दिनु अनि त्यसपछि आयो मान्छे कस्तो चाहिँ हुन्छ रहेछ भने यसो हेरेको अघि मलाई त जगदीश खरेल भने हाम्रो हाइन्छ गरी मान्छे नै जगदीश खरेल रहेछन् केटा यार यति ठुलो प्र्याङ्क त नगराउन यार मलाई इमेज टिभीको चाहिँ हट सिटको जगदीश खरेल के सिटमा ल्याएर आएको छ यार तिमीले यार यो इमेजलाई म बधाई भन्न चाहन्छु कि धन्यवाद दिन्छु कि बधाई भन्छु कि एउटा जगदीश खरेल गए पनि अर्को जगदीश खरेल ल्याएको छ नि तर यसपालि चाहिँ बोल्ने जगदीश खरेल ल्यायो यार त्योवाला जगदीश खरेल चाहिँ अहिले चाहिँ बोल्न छोड्नुभयो किनभने उहाँको लाग्यो यस्तो अस्ति चाहिँ उहाँले राम्रै बोल्नुभयो कि फेरि यो कुरा पनि थाहा भएको यहीँ आएर यो मैले खतरा जोक चाहिँ गर्छु भनेर मैले भनेको थिइनँ है उसले त्यत्तिकै थपिदिया हो अब के लेखाएको थिएँ यार कहाँबाट कहाँ अब पात्रै अब चेन्ज गरेपछि के अन्त नि घर बनाएँ रेणु दाले प्रचण्डले गर्दा भन्छु गाडी छोड्यो प्रचण्डले गर्दा मेरो एउटा छोरा एउटा छोरी छ के सबै ठाउँमा ल्याएर नजोडाउ न अब हामीले त झोले भन्छन् होइन तर अहिले नयाँ पार्टी राजसभाका समर्थक फेरि यस्तो समर्थक हो ती ब्यागै हुन् के हामी झोले भयौँ ती चाहिँ सब ब्यागै हुन् के ब्याग के बिएजी ब्यागै हामीलाई जुन ढङ्गले चाहिँ झोले भनेर भने पनि केटा हो अब राजसभाको तिमीहरूले पनि ब्याग बोकेका छौ मैले जस्तो सारा खाली ब्याग चाहिँ नबोकाया तिमीहरूले भरि ब्याग बोक बिचरा उहाँलाई कति पीडा भयो होला कि म आएर बसेको छु सिटमा उसले सुरु बनाएको छ जसलाई सिटमा राख्नलाई तपाईँ चाहिँ असफल हुनुभयो तपाईँ जानुहोस् बस्नु भनेको छ उसले मलाई लडेर राखेको छ सिटमा दिदीलाई फेरि मलाई बेसी गाली गरिरहेको छ दिदीलाई किन यस्तो गरेको यो उहाँले मलाई नै हो कि सराप्ने तिमीहरूले यार उहाँले नै सराप्ने बाटो नगराउ न अब अन्तिममा चाहिँ अब अलिकति राम्रो भन्छु है म राम्रो के भन्छु भने तपाईँलाई आजै नै मैले चिनेको भए पनि हजुर मान्छे मजाको लाग्यो हजुर कम्तीमा तपाईँ खगेन्द्र सुनारको पथमा जानुहुन्न यति भएपछि हरेक कुराको उहाँले चाहिँ डिफेन्स गर्नुहुन्न है फेरि हरेक कुराको डिफेन्स गऱ्यो भने तपाईँको के भने हामी तपाईँको सकिन्छ नराम्रोलाई नराम्रो भन्ने राम्रोलाई राम्रो भन्ने तर मेरो सिद्धान्त केटा एउटा कुरा चाहिँ मलाई देखाइदेऊ त यार नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद भन्दै होइन कहाँ देखाएको छौ राम्रो काम गरेको मान्छेलाई समर्थन गरे हो नि यो देश नबनेको राम्रो काम गर्ने मान्छेलाई समर्थन नगरेर हो नि रेणु दाहालले त्यत्रो झलझल्ती भरपुर बनाएको देखाएको छैन हो कि होइन टाढा न के भन्दै हस् थ्याङ्क यू ल थ्याङ्क यू जोरदार ताली रेणु दाहालको लागि किन उहाँले नि बजाउने ताली रेणु दाहालको लागि मात्रै हो ओके खैर सन्तोष दाइको लागि चाहिँ जोरदार ताली साँच्चै आज प्र्याङ्कै भयो हामीलाई जनयुद्धमा नि त्यस्तै भएको कुकरभित्र भात लाउनेको बम थियो मान्छेलाई घरभित्र राखेर आरामले सुत्नु देला भनेको निकालिदिन्थ्यो हामी तपाईँहरूबाटै सिक्यौँ खैर तपाईँलाई के लाग्यो उहाँ आउँदै हुनुहुन्छ भन्ने थाहा थियो कि थिएन के थियो भन्ने चाहिँ तपाईँको लागि पनि यो पोडियम खाली छ खास त्यहाँ बोल्दा माइक काटिन्छ यहाँ चाहिँ काटिँदैन
आनन्दले बोल्न सक्नुहुन्छ। त्यसैले अब ढिला नगरी स्वागत गरौँ माननीय जगदीश खरेलज्यूलाई। धन्यवाद तपाईँलाई मलाई पनि यहाँ बोल्न दिएकोमा। मलाई सन्तोषजीले भनेको कुरा मलाई सबै ठिकै लाग्यो र मलाई पनि कस्तो तरिकाले झुक्याइदिनु भयो भने सन्तोष दाई आउँदै हुनुहुन्छ, आउनुहोस् भनेर बोलाएको थियो मलाई। मेरो त फेरि पन्तसँग अलिकति सम्बन्ध जोडिएको छ। मेरो परिवार, मेरो श्रीमती पन्त, ससुराली दाई, उहाँ अत्यन्तै मनपर्ने कलाकार, मलाई जानुपर्छ जस्तो लागेको थियो मलाई। सन्तोष पन्त दाई आउनुहुन्छ, जानुपर्छ भनेर मजाले घरमा बुढीलाई पनि आज सन्तोष पन्त दाईसँग भेटिने, तेरो को बुवा मामा को पर्छ है भनेर आएको। तर यहाँ आइसी त्यहाँ बसिन्जालसम्म पनि मलाई सन्तोष पन्त भनेर बोलाएर यार के गरे हो यो, कमसेकम कि रासोपाकै कोही बोलाइदिए भए हुन्थ्यो भन्ने फिल भइरहेको थियो। सन्तोष पन्त दाईसँग मैले एक्सपेक्ट के गरे हुन्थ्यो भने उहाँको क्यारिकेचर, उहाँले गरेको कलाकारिता हुन्थ्यो नि, त्यो खड्किरहेको थियो। अहिले अन्तिम छेडसम्म मलाई अलिक टर्चर भइरहेको थियो। जब यहाँ आएर क्यारिकेचर गर्नुभयो नि, झझलको मेटाइदिनु भयो। तपाईँ यहाँ बस्नु भयो भने 3000 होइन बढाइदिनुहोस् ल। मलाई गजब लाग्यो एकदमै। राम्रो कला, राम्रो रहेछ, यसमा पनि दखल राम्रो राख्नु हुँदो रहेछ। म चाहिँ चिन्थेँ, मैले कमेडी मात्रै गरेको, म चिन्थेँ। मलाई पनि अलिअलि ज्ञान प्राप्त भएको छ। यहाँ आएपछि कमेडीकै रूपमा प्रस्तुत हुनुपर्छ। मैले नि कमेडी गरेँ, साथीहरू कमेडीहरूलाई एकदमै मन पराएँ। मलाई रमाइलो लाग्छ। कहिलेकाहीँ मानिस भइसकेपछि कहिलेकाहीँ चित्त दुख्छ, कहिलेकाहीँ दिक्क लाग्छ, तनाव हुन्छ। त्यतिखेर फ्रेस हुनलाई यस्तै यस्तै चिजहरू हामी आएका मोबाइलहरूमै हेरेर, टिभीमा हेरेर फ्रेस हुन्छौँ। तपाईँहरूले राम्रो गरिदिनु भएको छ। उहाँले त धेरै कुराहरू गाली खाँदा पचाइसक्नु भएको छ। हामी त अझै गाली खाइसकेको छैन, पचाउन अझै गाह्रो भएको छ नि त। गाली खाएको छैन अहिलेसम्म। गाली नखाएको कारणले कहिलेकाहीँ कसैले 100 कमेन्ट आउँदा एउटा मात्रै छ्यास लेख्थ्यो भने नि क्या तनाव भइरहन्छ। यस्तै यस्तै कमेडी हेरेर हामी फ्रेस हुन्छौँ। तपाईँहरूलाई हामीले विशेष धन्यवाद दिएका छौँ। यसलाई तपाईँहरूको यो प्रोफेसनलाई अझै चुस्त दुरुस्त बनाएर लैजानु होला। त्यसले हामीलाई पनि सोच्न शक्ति, क्षमतामा हामी पनि फ्रेस भयो भने सोच्न सक्छौँ नि त। फ्रेस भएन भने सक्दैनौँ। यसले हामीलाई फ्रेस बनाउँछ। फ्रेस बनाउँदै गर्दा यो क्रेडिट कतै तपाईँहरूलाई पनि जान्छ देश बन्दै गर्दा। धन्यवाद तपाईँहरूलाई। जोरदार ताली उहाँको लागि।